लेडीज एंड जेंटलमैन वेलकम टू मेरे गांव का मौसम। खतरा है धनबारी खतरा देखेर हामी चाहिँ जाँदैछौँ आज पानी परेको सिजनमा माछा साछा मारेको हेर्नेको ठाउँमा माछा मारेको हेर्नको लागि हामी जाँदैछौँ। हामी मार्न चाहिँ जानु लागेको होइन है, उयो मान्छे चाहिँ माछा मार्न जानु लाग्यो रेनकोट लगाएर पुरै रेनकोट बाटो लगाएले ब्याकडक। अहिले यहाँ गयो भने यहाँ पनि भेट्छ टन्नै हिले गरे के हो गन्देउला कत्रो लामो लामो भएर हिँड्ने क्या अनि लुक्सले त मारेको छ ऊ यहाँ बाटै भरि छ गन्देउला पनि ऊ यत्रो लामो लामो गन्देउलाहरू छ यहाँ बाटै भरि। चारो पनि टन्नै छ यहाँ होइन, बल्छी खेल्न ठिक्क हुन्छ। सो गाइज वेलकम टू हमारे गांव के मौसम, हमारे गांव के नज़ारे। माया कडक रन माया देख्यो बिजुली पनि डडाङ डडाङ हानेकै छ आज त है। आमा बमै पड्के जस्तो हानिरहेको छ यार, पानी पनि नन स्टप परिरहेको छ। काठमाडौँ पनि 3 दिनको लागि बन्द भइहाल्यो आवत जावत। अब पर्सि 20 गतेसम्म बन्द पुरै, वरिपरि हेर्न सक्नुहुन्छ पुरै पानी परेर मौसम एकदम बवाल भएको छ। पुरै धनबारी हेर्न सक्नुहुन्छ पुरै हरियाली हरियाली भएको छ। ल मेरो क्यामेरामा पनि पानी परिसकेको छ टक्कसँगले। अब यो पुछौँ चिल गर्न हिँडिरहेको छौँ हामी आनन्दले, खानासाना खाएर घरमा अल्छी लागेर कति सुत्नु भनेर हामी हिँडिरहेको छौँ पानी परेको मौसममा छाता ओढेर। यसरी छाता ओढेर हामी हिँडिरहेको छौँ भिडियो बनाउनको लागि भनेर त के भन्नु, घुम्दै चाहिँ हिँडेको हो। अनि त्यही भएर अब घुम्दै हिँडेको छ, यसो के कस्तो हुन्छ देखाइदिउँ न त हजुरहरूलाई पनि भनेर चाहिँ हामी हिँडिरहेको छौँ रमाइलो गर्दै। 3 जना 4 जना 5 जना छौँ हामी चाहिँ, 5 जना छौँ टोटल। अब जान्छौँ उहाँ अगाडिसम्म अनि त्यहाँबाट अब माछा के कतिको परेको छ हेर्छौँ। हात लागेको रहेनछ भने हामी फर्किन्छौँ घरतिर फेरि। झुलवाला अघि नै फर्केर गइसक्नु भएको छ हाम्रो एकजना मामा, अब अर्को मामा हुनुहुन्छ उहाँ। त्यही भएर अब हामी चाहिँ जाँदैछौँ हेर्नको लागि। उहाँ चाहिँ हाम्रो ब्लगर मिरिन्डा दाइरे ओ यो पोल पनि यार
बाङ्गो गाडे हो कि ढल्न लाग्यो के हो यो बाङ्गो गाडे हो कि ढल्न लाग्यो के हो यस्तो ऊ त्यहाँ पनि त्यस्तै छ ए होइन ढलेको यार ढलेको रहेछ उता त ढलेछ यार म त बाङ्गो पो भएछ उ त्यो भएको होला नै त ढलेछ सर लाग्यो मलाई ऊ ढलेछ सर लग्यो त्यहाँ पुल त पोल त सर्लक्कै ढलेछ नि यहाँ त करेन्टले फेरि जाला त खेर करेन्ट फ्लाटा हान्देर त्यही फेरि बिरयानी बन्छ कौवा बिरयानी होइन यार ढलेको होइन ढलेको होइन यो त धान काट्ने बेला त के होला भने उता हो अगाडि उहाँ यहीँ त हो नि जुटी होइन उता गएर हिले गरे गटा उता अगाडि होला नि न उतै खोलातिर जानुभयो कि मामा त ल गाइज त्यो कुचेले म चाहिँ तपाईँहरूलाई बोका देखाउँछु हाम्रो घरको गाइज यहाँ पनि छ यार माछा त ए उहाँ उहाँ ऊ मामा खोइ ऊ त झुल थापिरहेको रहेछ मामा कहाँ जानुभयो झुल थापिरहेछ त्यहाँ कसको मामाको हो कि कसको उठाएर हेरिदिनु न मान्छेले मार्ला त फेरि तानौ न